यस कार्यक्रमका प्रमुख गुरुज्यू, यस संस्थाका अध्यक्ष, विदेशबाट विभिन्न मुलुकहरूबाट पाल्नुभएका पाहुनाहरू, यो कार्यक्रममा सहभागी भएर आजको उद्देश्यलाई पुरा गर्ने, यहाँबाट सिकेर आफूले त्यसलाई अनुसरण गर्ने उद्देश्य साथ आउनुभएको छ। केही पाहुना अतिथिहरूले यहाँ विभिन्न मुलुकहरूबाट सिक्किम, भुटान, युएसए लगायत विभिन्न मुलुकहरूबाट यहाँ आउनुभएको छ। उहाँहरूले व्यक्त गरेका कतिपय कुराहरू पनि हामीले सुन्ने मौका पाएका छौँ। उहाँहरू अतिथिगणहरू र यस संस्थालाई यहाँसम्म ल्याउने संस्थाका टिचरहरू, गुरुहरू, विद्यार्थीहरू, यसलाई अगाडि बढाउनको निम्ति विभिन्न ठाउँमा यसको सहायक संस्थाहरू खुलेर अझ व्यवस्थापन गर्ने निकायहरू, सम्पूर्ण क्षेत्रबाट आउनुभएका सम्पूर्ण प्रतिनिधिहरू सबैलाई म हार्दिक धन्यवाद दिन चाहन्छु, काशीले भन्न चाहन्छु। विशेष त हामी आज श्री खेन्चेन थाङ्मो रिम्पोन छेत्रीको जुन यस संस्था मात्र नभएन बौद्ध धर्म सम्बन्धी जुन योगदान छ, उहाँले विभिन्न बेला विभिन्न चरणमा विभिन्न पुस्तकहरू लेख्ने गर्नुभएको छ। अहिले हामीले एउटा 32औं पुस्तकलाई त्यसलाई विमोचन गर्ने काम गरेका छौँ। यो विमोचन गरिरहँदा मलाई के सम्झना भएको छ भने बुद्धको जन्मस्थान लुम्बिनीमा, लुम्बिनीको क्षेत्रमा घर भएको म प्रतिनिधि ममन, उहाँले सिकाएका, उहाँले भोगेका ज्ञान सिपहरू, त्यति बेलाका त्यहाँका कला कौशलहरूलाई देशव्यापी रूपमा प्रचार प्रसार गर्ने काममा जुन हाम्रो खेन्चेन थाङ्मो रिम्पोछेले जुन योगदान पुर्याउनु भएको छ, म सर्वप्रथम उहाँलाई स्मरण गर्न चाहन्छु। अहिले उहाँ त हुनुहुन्न, तैपनि उहाँलाई हामी बेला बखत स्मरण गर्नुपर्छ भन्ने ठान्दछौँ। किनभने नेपाल विभिन्न जात जाति धर्म संस्कृतिको एउटा फुलबारी, जुन फुलबारीमा हामी सबै मिलेर बसेका छौँ, बस्छौँ र हाम्रो बुद्ध धर्म सबैसँग सम्बन्ध पनि छ, जोडिएको पनि छ। त्यसमा पनि हिन्दू धर्म र बौद्ध धर्म एक आपसका परिपूरक पनि छन्, जसले नेपाल राष्ट्रलाई एउटा शान्तिप्रिय देश हो भन्ने चिनाएको छ। त्यो बुद्धको उपदेश, चाहे त्यो शान्ति अहिंसाका उपदेशहरूबाट जुन नेपालीले सिकेका छन्, नेपालीले चिनेका छन्, जानेका छन्, त्यही कुरोलाई आज उहाँका अनुयायीहरूले, उहाँका शिष्यहरूले जुन नेपाल मात्र होइन विश्वका विभिन्न देशहरूमा यसको प्रचार गरेर यो नेपालको एउटा गौरव कायम गर्ने आफूले एउटा लगनशीलता देखाउनु भएको छ। यसको निम्ति पनि म धन्यवाद दिन चाहन्छु। यसकै साथसाथै यो बौद्ध धर्मप्रतिको स्मरण, यसको प्रचार हामीले एकपटक लुम्बिनी गएर हेऱ्यौँ भने, लुम्बिनीबाट सिको गऱ्यौँ भने अझ बढी राम्रो हुन्छ भन्ने मलाई लाग्छ। र अहिले भर्खरै हामीले 2569औं जन्म जयन्ती मनायौँ। त्यो मनाइरहँदा त्यहाँ पनि विभिन्न मुलुकहरूका प्रतिनिधिहरू, डेलिगेटहरू आउनु भएको थियो। हामीले उहाँसँग पनि कुराकानी गरेका छौँ। एक आपसमा हामीले कहाँ गएर कस्तो अनुभूति गरेका छौँ, त्यसलाई ती अनुभूतिहरू, सिकेका ज्ञानहरू र विभिन्न परिवेश र विभिन्न संस्कारमा देखिने र अनुभूति गर्ने कुराहरूलाई बौद्ध धर्मसँग जोडेर यो शान्ति, विश्वभरि नै शान्ति कायम गर्ने कुराहरूमा सबैको ध्यान केन्द्रित हुनुपर्छ। सबैले एक आपसमा हार्दिकता, ससम्मान र एउटा
शिष्टताको कायम गर्नुपर्छ भन्ने मान्यता राख्ने र त्यसलाई अघि बढाउने काममा लाग्नुपर्छ भन्ने कुरा नै अहिले यहाँ देखाइन्छ। जसले बुद्ध धर्मको प्रचार प्रसार र व्यवस्थापनले विभिन्न मुलुकहरूमा पर्यटकीय हिसाबले पनि विकास भएको पाउँछु र हाम्रो देश नेपालमा विभिन्न मुलुकका जुन प्रतिनिधिहरू डेलिगेटहरू आउनुहुन्छ उहाँले नेपालका विभिन्न स्थानहरूमा यहाँको संस्कृतिको बारेमा बुद्ध धर्मको प्रचार र सन्देशको बारेमा कहाँ कस्तो छ भनेर ज्ञान हासिल गर्ने र त्यसलाई अनुसरण गर्ने र भोलि बुद्धसँग जोडेर अहिलेको आवश्यकता अनुसार अहिलेको माग र आवश्यकतालाई सम्झेर हिजोको चेतनाले अहिले काम गर्दैन, अहिलेको अवस्था अहिलेको माग अहिलेको टेक्नोलोजी यसलाई बुद्धको ज्ञान र सिपसँग जोडेर अगाडि बढाइयो भने अझ विश्व नै एउटा घर बन्न सक्छ भन्ने मलाई लाग्छ। एउटै घरका हामी परिवार बन्न सक्छौँ भन्ने मलाई लाग्छ। यसरी नै यहाँहरूको त्यो योगदान हुनेछ भन्ने लाग्छ। हामी जसरी पर्यटकीय हिसाबले देशमा विभिन्न देशबाट आउने गर्नुहुन्छ यो एउटा बुद्धको योगदान हो। यसले त्यो योगदान मात्रै हामी विभिन्न ठाउँ विभिन्न संस्था विभिन्न निकायमा काम गरिरहँदा त्यहाँ विभिन्न व्यक्तित्वहरूलाई रोजगारीको पनि विकास गरेको छ अनि त्यहाँको स्थानीयले आफ्नो पेसा व्यवसायको विकास पनि गर्न पाउनु भएको छ। उहाँहरूको क्षमताको कला कौशललाई हामीले अनुसरण गरेर बुद्धसँग जोड्न पाएका छौँ। यी सबै कुरालाई अझ बढी व्यवस्थित गर्ने काममा अझ बढी यसलाई अगाडि बढाउने काममा आजको यो जुन हाम्रो वचन छ कार्यक्रम छ यसले अझ बढी महत्त्वपूर्ण भूमिका खेल्नेछ भन्ने मलाई लाग्छ। हामीले मुलुकको र मुलुकका जनताको सबै एउटा क्षमता विकास त्यसलाई मनोरञ्जनका कार्यक्रमहरू यसरी गोष्ठी भेला सेमिनार गर्ने सन्दर्भमा आज हामीले जुन रिम्पोछेको सम्झनामा उहाँले लेखेका कृतिहरूलाई एकीकृत गरेर अगाडि बढायौँ। यसले अझ पनि यसलाई अध्ययन गर्ने अझ पनि मनन गर्ने उहाँले त्यति बेलाको स्थिति र अहिलेको अवस्थामा कति तालमेल गर्ने गरी हामीलाई त्यो शिक्षा प्रदान गर्नुभएको रहेछ भन्ने कुराको अनुभूति गर्दै अझ उहाँले अगाडि सारेका कुराहरूको खोजी गरेर पछि पनि यसलाई अझ संश्लेषण गरेर व्यवस्थित गरेर फेरि पनि अर्को अङ्क निकाल्ने कुराहरूमा हाम्रो ध्यान जानेछ भन्ने मलाई लाग्छ। यहाँहरू आज दिनभरि यो कार्यक्रममा रहनुहुने कुरा मैले जानकारी पाएको छु। यो कार्यक्रममा बसिरहँदा यहाँहरूको जुन भावना जुन सोच जुन विचार छ त्यसलाई अझ बढी एकीकृत गरेर बुद्धसँग जोडिने कुराहरूसँग बुद्धको जुन भावना हो त्यसलाई कदर गर्ने गरी भावनात्मक एकता कायम गर्ने गरी एक आपसमा हार्दिकता सम्बन्ध कायम हुने गरी यहाँहरूको यो कार्यक्रम दिनभर चल्नेछ र यहाँहरू यहाँबाट बुद्धको उपदेश चाहिँ यहाँ भोलिका दिनमा अझ बढी लगनशील भएर लाग्ने गरी यहाँहरूले त्यो हार्दिकता साथ त्यो हिम्मत त्यो खुसियाली मनाएर जानुहुनेछ र एक आपसमा हाम्रो हार्दिकता जोडिनेछ। जुन जुन देशहरूबाट आउनुभएको छ उहाँहरू सबैलाई धन्यवाद दिँदै यो कार्यक्रमको पूर्ण सफलताको कामना सहित मेरा भनाइहरू अन्त्य गर्छु। धन्यवाद।